see myself in the mirror. So welcome back to our vlog. आज हामी कहाँ जाँदैछौँ दाइ? आज हामी ककनी जाँदैछौँ. स्ट्रबेरी फार्म जान सकिन्छ आज. Adventure, little bit adventure हुन्छ आज. And explore the different places of Kokani. Yeah, let's go people. Dogs are sleeping. So we are on an off-road adventure. साइकल मर्मत भइरहेछ यहाँ भाइहरुको. ल त भ्लगमा के बोल्दिनु न त ल. ठिक छ, राम्रो छ, घुमिरहेछ. घाम लागेर गर्मी भएछ हैन. त्यही हो. स्ट्रबेरी खाने मान्छे ल भन्छ. पाइस स्ट्रबेरी? हेर्दै जाम, खोज्दै जाम. अलि ठुलो फार्ममा जाने. दिस प्लेस लुक्स ब्युटिफुल, तर अलिकति क्राउड कम रहेछ. अनि ठाउँहरू पुरै होटलै होटल, बिग होटल्स हेर. लुक एट दिस होटल्स. बिग बिल्डिङ्स अफ होटल, एकदम ठुल्ठुलो होटल्सहरू छ बिल्डिङ. साथीले साथीलाई चिन्दो रहेछ. अलराइट, अहिले छौँ हामी ककनी डाँडामा. करिब 1 घन्टाको ड्राइभपछि हामी यहाँ आइपुगेको छौँ. जस यहाँको ठाउँ चाहिँ अलिकति राम्रो छ, डाँडामा रहेछ, सुनसान छ, त्यति धेरै क्राउड छैन, रमाइलो छ. अनि हामी यताउति वरिपरि एक्सप्लोर गर्दैछौँ. त्यो यहाँको लोकल स्ट्रबेरी फार्म, यहाँको भ्यू पोइन्ट जाने प्लान छ हाम्रो. के भयो प्लान? वी आर ट्राइङ टु पर्चेस यहाँको लोकल कुखुरा, तर अलिकति एक्सपेन्सिभ छ जस्तो लाग्यो. ओ यो नि त लोकल कुखुरा हो नि. हो 101 छ त्यार. यो सेतो चाहिँ पर्फेक्ट छ क्या त. यो त आउँछु नै भन्छ त हामी सँगसँगै. तल्लै बाटोबाट जाने हैन कि यहाँ यताबाट जान्छ? Look at this beautiful place. This is very much beautiful. अलिअलि ग्रास फुलेको रहेछ. द स्ट्रबेरीलाई नेपालीमा के भन्छ? स्ट्रबेरीलाई के भन्छ? स्ट्रबेरी है केही त होला नि. So if you guys know, please comment down. Let me know. मलाई पनि थाहा भएन. Oh my god, कति धेरै रहेछ. स्ट्रबेरी फार्म पुरै. हामी स्ट्रबेरी फार्मिङ हन्ट गर्दैछौँ यहाँ नजिक. यति धेरै अप्सन छ कि अब अलिकति राम्रो ठाउँमा. वहाँ तल रहेछ, हामी त्यहाँ जाँदैछौँ ल स्ट्रबेरी फार्ममा. ओ भेट्यो? अलिअलि स्ट्रबेरीहरू मात्र रहेछ ठाउँमा. पाकेकोहरू बिहानै टिपिसक्नु भयो अरे. तर हामी त आफै टिपेर लग्न चाहन्छौँ, थोरै भए पनि. उहाँ हुनुहुन्छ स्ट्रबेरी लभर. के टिपेर राख्नु भएको? कस्तो रहेछ दाइ? स्ट्रबेरी जस्तो. Let me try this one local. It's nice. अलि टिपेर लाने क्या? कसरी हो किलो? अब लगेर बेलुका स्ट्रबेरी स्मुदी बनाउँछु अनि खान्छु. राम्रो छ है. फ्रेस फ्रम द फार्म. अति असम. मिठो. कताबाट जाने?
ल्याएको छु यति थोरै मात्र थोरै छ 2 केजी मात्रै हो भाले त अब पाउको हिसाबले दिन्छ पाउको त अब लोकल कुखुराको त पाउको 160-70 पर्छ 160-70 किलोको कति पर्यो मकै सकै खुवाएको होला कुखुराको लागि पुरै घर यो त नभए पनि तपाईँको 2 केजी बढी छ यो त 2 केजी बढी नै होला यो ठुलो त खुट्टामा समाउ भाग्दै खुट्टा नछोडै खुट्टा नछोडै गिरिराज हो गिरिराज हो क्या अनि स्ट्रबेरी पनि लानु पर्यो क्या यहाँको सो म ककनी थाई मेमोरियल पार्क एक्सप्लोर गर्न गइरहेको छु यसै के छ त्यहाँ स्पेसल भएर पनि होला मान्छेहरू छैनन् त्यही फाटोफुट्टो एक दुईजना घुम्न आएको देखेँ बाइकमा त्यो पनि मोस्टली चाहिँ स्ट्रबेरी खान लाउँदो रहेछन् आई नो इट्स अल बिकज अफ सोसल मिडिया हामीले पनि टिकटकमा देखेर आएको स्ट्रबेरी फार्म चाहिँ टन्नै छ यहाँ वरिपरि सुनसान छ नोबडी कुड डिस्टर्ब यु होइन शान्त छ एक राउन्ड हाने मैले त्यही हो त्यस्तो खासै केही त रहेनछ जस आएको थिएँ पुगेँ भन्नलाई भयो अझ मौसम खुल्ला होइन ब्लु स्काई भएको बेलामा आउनुभयो भने चारैतिर डाँडाकाँडा देखिने रहेछ यदि भन्दै अर्को पालि फेरि कखनी आउने बाचाको साथमा हामी यहाँबाट छुट्टिन्छौँ लेट्स गो होटलहरू त सुनसान छ त एक्सक्युज मी ट्राउट अभाइलेबल एकदम सफा छ है यो आइरिक व्हाट इज दिस सो अहिले हामी आइगएको छौँ ककनी टी स्पोर्ट एन्ड गेस्ट हाउसमा अहिले सुनसान छ तर एम्बियन्स राम्रो छ सो ग्रुपमा आउनुभयो भने यहाँ टक्क छ उता पनि रहेछ सबभन्दा राम्रो कुरा चाहिँ यहाँबाट क्लियर भएको बेलामा एकदम राम्रो भ्यू आउने रहेछ यसै शान्त छ चराहरू कराएर आएछ ओके क्याम्प फायर गर्नु पनि मिल्ने रहेछ यहाँ ओके तपाईँहरूलाई स्ट्रबेरी रक्सी खानु छ भने यहाँ आउनुहोस् ककनी टी स्पटमा अलराइट पिपल आजको लागि यति नै आजको भिडियो म यहीँ टुङ्ग्याउन चाहन्छु अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद हस् त नमस्ते एकदम राम्रो छ भाइ स्क्रिन सर यो हाम्रो लोकल थकाली खाना यहाँको स्पेसल बिचमा हाल्नु भाइ पछाडि खाल्टो थियो क्या भाइ त्यो ठ्याक्कै त्यो टर्निङमा एउटा यस्तो वाला छ नि त्यहाँ